नमस्कार। अत्यन्तै ब्रेकिङ न्युज लिएर आएका छौँ। नेपाली कांग्रेसको आधिकारिकता गगन थापा समूहले प्राप्त गरेको छ र यो सँगै नेपाली कांग्रेसको वास्तविक सभापति गगन थापा हुने भएका छन् र गगन थापा समूहले नै नेपाली कांग्रेस नाम, चुनाव चिन्ह रुख र 4 तारे झण्डा प्राप्त गर्नेछ र यो सँगै यो निर्वाचन आयोगले राजनीतिक दल सम्बन्धी ऐनको दफा 51 को आधारमा गरेको फैसलासँगै यो निर्णयसँगै नेपाली कांग्रेस का पूर्व सभापति शेरबहादुर देउवा, कृष्ण सिटौला, शेखर कोइराला लगायतका नेताहरूको राजनीतिक भविष्य अन्यलमा पर्ने देखिएको छ। उनीहरू बर्बादीतिर लागेका छन् र उनीहरूको राजनीतिक भविष्य विचल्लीमा पर्ने देखिएको छ र राजनीतिक दल सम्बन्धी ऐनको आधारमा निर्वाचन आयोगले गरेको फैसलाको यति बेला चौतर्फी रूपमा प्रशंसा भइरहेको छ र गगन थापाकै नेतृत्वमा गगन थापालाई नै प्रधानमन्त्रीको रूपमा अगाडि सारेर अब नेपाली कांग्रेस आगामी निर्वाचनमा होमिने देखिन्छ।